नमस्कार, म रमेश मानन्दर, न्युट्रिसन थेरापिस्ट। अहिले हरेक घरमा उपचार गर्दा गर्दा औषधि मूल्यमा आधी सम्पत्ति खर्च गर्दा पनि समस्या जिउका तिउँ भेटिन्छ। तसर्थ त्यस्ता व्यक्तिहरूको लागि अरू उपचारभन्दा चाँडो, सस्तो, घरमै बसी बसी र प्रमाणित उपचार विधि तपाईँको सामु डाक्टर बिआरसी क्लिनिक एट होम ल्याइसकेका छौँ र यो उपचार विधि अपनाएर जादुमय नतिजाको लागि तयार हुनुहोला र त्यही जादुमय नतिजा निकालेर आफ्नो जीवनबाट रोग र औषधिलाई बाई बाई गर्ने व्यक्तिहरूको अनुभव सुन्नुहोला भन्दै म बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद। नमस्कार। नमस्ते। तपाईँको नाम र ठेगाना भनिदिनुहोस् न। मेरो मोहन थापा हो, म वनस्थली खरिबटमा बस्छु। अनि तपाईँलाई के समस्या थियो पहिला? मेरो मुख्य समस्या भनेको पेटको समस्या र प्रेसर हाई थियो हैन। प्रेसरको औषधि खाइरहेको थिएँ बिहान र बेलुका र अब अहिले यो न्युट्रिसनको थेरापी मैले सुरु गरेपछि प्रेसरको औषधि खानु परेको छैन र अहिले पेटको समस्या जुन पेट दुखिरहन्थ्यो बेला बेलामा त्यो पेट दुखी ठ्याक्कै टोटल्ली बन्दै भएको छ हैन। अलि अब अहिले शरीरमा स्फूर्ति आउने, स्वस्थ हैन, पेट हल्का त्यस्तो फिलिङ छ। अब अहिले भनौँ यो गरेको 3 महिना जति भयो, म धेरै स्वस्थ छु हैन, धेरै राम्रो छ। अनि मलाई यो न्युट्रिसन थेरापी चाहिँ मेरो साथी रमेश मानन्दरले सिकाएको हो। उहाँलाई धेरै धेरै धन्यवाद हैन। मैले नयाँ जीवन पाए जस्तो भयो मलाई फिल भइरहेछ र मैले अब मेरो साथीभाइलाई पनि म यही थेरापी चाहिँ अनुगमन गर्नलाई आग्रह गर्दछु हैन। धन्यवाद, धेरै धेरै धन्यवाद है। नमस्कार। नमस्ते। नमस्कार है म्याडम। नमस्कार। हजुरको नाम र ठेगाना बताइदिनुहोस् न। मेरो बस्ने मुलपानी चौर, मेरो नाम चाहिँ चन्द्रमाया दा। हजुर। अनि तपाईँलाई के समस्या थियो पहिला? मलाई पहिला यो ढाड दुख्ने समस्या थियो, अब यो प्रेसर सुगरको समस्या थियो। हजुर। हजुर भाइ ठाउँमा जानकारी गर्न मेरो ज्वाइँले गर्नुभयो मलाई जानकारी। हजुर हजुर। ज्वाइँले लिएर जानुभयो। हजुर हजुर। ज्वाइँले लिएर जानुभएपछि उहाँबाट फर्केर आएपछि अब हजुरले जे जे शिक्षा दिनुभयो मलाई त्यही मैले गर्दै गएँ। हजुर। गर्दै गएपछि मलाई सुधार पनि भयो मेरो। हजुर हजुर। मेरो उपचारको सुधार पनि भयो। हजुर हजुर। सुधार भएपछि अब म त अब कति कति कुरा हजुरलाई सोध्दै त्यही युज गर्दै गरेँ मैले। त्यति गरेपछि सबै कुरा अहिले प्रेसर पनि ठिक छ, सुगर पनि ठिक छ, अब यो ढाड दुख्ने पनि ठिक छ। यो भएपछि अरू औषधि मैले युज गरेँ। हजुर। अनि यो चाहिँ हजुरलाई यो न्युट्रिसन थेरापीको बारेमा हजुरको ज्वाइँले भन्नुभएको हजुरलाई? मलाई ज्वाइँले जानकारी। हजुर। अनि अब यो हजुरलाई आफ्नो अनुभव बताउनु भयो, राम्रो लाग्यो भने चाहिँ अब आफ्ना साथीभाइहरूलाई यसको बारेमा केही सन्देश दिन चाहनुहुन्छ? साथीभाइहरूलाई धेरै सन्देश दिन कति कोसिस गर्ने गर्न चाहिँ हजुर उहाँहरूले चाहिँ अब औषधि नै मात्रै युज गर्न मेडिकलमा मात्रै गइरहनु भएको छ, तर कोही समयमा चाहिँ उहाँहरूलाई नै जाउँ भनेर म लिएर आउन सक्छु। हजुर हजुर हजुर। धेरै धेरै धन्यवाद। जे होस् यो न्युट्रिसन थेरापी हजुरले प्रयोग गरेपछि हजुरलाई जे होस् आराम छ। धेरै आराम छ। हस् हस् त, धन्यवाद। नमस्कार। नमस्कार। Hi, this is Hazukur from Nepal. I'm the patient of high blood pressure. I have been using Milodal since last 3-4 years. And this way, in the Corona time, I have met Mr. Ramesh Manandar. Ramesh Manandar asked me to take DIP diet, and then I started. Within 2 to 3 weeks, my blood pressure is okay, and I'm not using any blood pressure medicines, Milodal anymore. My body is okay. My health is very nice. Thank you very much, Mr. Ramesh Manandar sir, who asked me to take daily DIP diet. He suggested me all this, and then my body is so nice, and I'm not taking any medicine anymore. My body is so healthy. I'm so healthy now. Thank you very much, Ramesh sir. Thank you very much. All the best.